ल है साथीहरू, आज हामी यो अबुधाबीको हिन्दू मन्दिरमा आएका छौँ। यहाँको क्लिपहरू तपाईँलाई सानो सानो गरेर मैले मेरो युट्युब च्यानलमा हालेको छु। तपाईँहरू हेर्न चाहनुहुन्छ र यहाँ स्पेसली यो अबुधाबी स्थित यो मन्दिरमा आउन चाहनुहुन्छ भने तपाईँहरूले अनलाइन बाप्स एप छ, त्यसलाई चाहिँ अनलाइन इन्स्टल गरेर त्योबाट अपोइन्टमेन्ट लिएर आउन सक्नुहुन्छ। यो मन्दिरमा आउँदा तपाईँहरूले आफ्नो बिलोङ्स कुनै पनि आइटम नलिकन आउनु होला। ब्याग, चुरोट, सलाई, लाइटर, कुनै पनि छुरीहरू, नाइफ केही पनि नलिकन बस आफू मात्र आउनु होला। त्यो पनि अनलाइन बुक गरेर। यहाँ धेरै अहिले एकदमै सेक्युरिटी टाइट छ। तपाईँहरूको कुनै पनि बिलोङ्स आइटमहरू भेट्यो भने सिज त हुन्छ। त्यो बाहेक तपाईँले अरेस्ट पनि गर्न सक्ने अवस्था रहन्छ। त्यही भएर एकदमै आफ्नो तरिकाले चाहिँ फ्री भएर आउनु होला। यहाँ तपाईँ इभिनिङको टाइममा आउनु सक्नुहुन्छ। 6:30बाट 7:30 8 बजीसम्म चाहिँ आरतीको गङ्गा आरती हुन्छ। हामी चाहिँ बेलुकीबाट गएका थियौँ, 6 बजीतिर पुगेका थियौँ। 6 देखि 8 बजीसम्म त्यहाँ बसेर हामीले आरतीहरू सबै हेरौँ। एकदमै रमाइलो भयो। त्यहाँ गएपछि तपाईँका मनमा भएका टेन्सनहरू सबै नै चाहिँ हराएर जाने आनन्द आउने रहेछ। म त आएँ, अब साथीहरू तपाईँहरू पनि आउन सक्नुहुन्छ। यो एकदमै अबुधाबीको रमणीय स्थानमा छ। यहाँ आएर तपाईँले अरबको एकमात्र हिन्दू मन्दिरमा आएर दर्शन गर्न सक्नुहुन्छ। आएर आउनुहोस्, हेर्नुहोस्। धेरै नै रमाइलो ठाउँ छ, एकदमै रमाइलो छ। यो मन्दिर पनि एकदमै ठुलो छ, भव्य र सबै तरिकाले एकदम बनाएको छ। यसमा हामीले सबैजना आएर रमाइलो गर्नुपर्छ, घुम्नुपर्छ, दर्शन गर्नुपर्छ। यो हिन्दूहरूको एकमात्र मन्दिर हो अबुधाबीमा अवस्थित। यसमा आउनलाई तपाईँले विभिन्न ट्राभलहरूबाट टुर प्याक गरेर पनि आइरहनु भएको